हिंसाको अँध्यारोमा हराएको मानिस पनि करुणाको उज्यालो पाएपछि शान्तिको प्रतीक बन्न सक्छ। यो हो अङ्गुलीमालको सत्य कथा। ANT भिडियोस। कथा सुरु हुन्छ। यो गौतम बुद्धको समयको कुरा हो। कोसल राज्यमा एक डरलाग्दो डाकु थियो, अङ्गुलीमाल। उसको असली नाम अहिंसक थियो। ऊ सुरुमा एक असल र बुद्धिमान विद्यार्थी थियो, तर केही षड्यन्त्र र गलत शिक्षाको कारण ऊ हिंसाको बाटोमा लाग्यो। उसले मानिसहरू मारेर उनीहरूको औला काट्थ्यो र ती औलाहरूलाई माला बनाएर घाँटीमा लगाउँथ्यो। त्यसैले उसको नाम रह्यो अङ्गुलीमाल, अर्थात् औलाको माला लगाउने। उसको गुरुबाट उसलाई एउटा कठोर आदेश दिइएको थियो। त्यो आदेश अनुसार उसले 1000 मानिसका औला जम्मा गर्नुपर्ने थियो। जब गौतम बुद्धसँग उसको भेट भयो, त्यति बेला उसले 999 औला जम्मा गरिसकेको थियो। अब केवल 1 जनाको औला थपेपछि उसको लक्ष्य पूरा हुने थियो। पुरै गाउँ सहर उसको आतंकले काप्थ्यो। कसैले पनि त्यो जंगल हुँदै जान आँट गर्दैनथे। एक दिन गौतम बुद्ध त्यही जंगल हुँदै हिँड्दै जानुभयो। गाउँलेहरूले चेतावनी दिए, भगवान उता नजानुहोस्, त्यहाँ अङ्गुलीमाल छ। तर बुद्ध शान्त भावले अघि बढिरहनुभयो। अङ्गुलीमालले टाढाबाट देख्यो एक सन्यासी बिना डर शान्त रूपमा हिँडिरहेको छ। ऊ रिसायो र तरबार लिएर बुद्धतर्फ दौडियो। तर अचम्म भयो, ऊ जति दौडियो बुद्ध त्यति नै अगाडि देखिन्थे। थाकेर ऊ चिच्यायो, ए सन्यासी, रोक। बुद्धले शान्त स्वरमा भन्नुभयो, म त रोकेको छु अङ्गुलीमाल, तर तिमी कहिले रोकिन्छौ? अङ्गुलीमाल अचम्मित भयो। उसले सोध्यो, तपाईँ त हिँडिरहनु भएको छ, कसरी रोकेको भन्नुहुन्छ? बुद्धले उत्तर दिनुभयो, म हिंसा, क्रोध र पापबाट रोकेको छु, तर तिमी अझै रोकिन सकेका छैनौ। यी शब्दहरूले अङ्गुलीमालको हृदय छोयो। उसको भित्रको क्रोध बिस्तारै पग्लिन थाल्यो। ऊ बुद्धको खुट्टामा लम्पसार पर्यो। त्यही दिन अङ्गुलीमालले आफ्नो हतियार त्याग्यो र बुद्धको शरणमा आयो। ऊ भिक्षु बन्यो। पछि मानिसहरूले उसको विगत सम्झेर पत्थर हाने, गाली गरे, तर उसले सबै सहेर प्रायश्चित गर्यो। अन्ततः ऊ एक शान्त र ज्ञानी भिक्षु बन्यो। कथाको सन्देश स्पष्ट छ। कुनै पनि मानिस सधैँ खराब हुँदैन। साँचो मार्ग देखाउने गुरु भेटियो भने जीवन बदलिन्छ। हिंसाभन्दा करुणा शक्तिशाली हुन्छ। जति ठूलो पापी भए पनि परिवर्तन सम्भव छ। यदि यो कथाले तपाईको मन छोयो भने ANT भिडियोसलाई लाइक गर्नुहोस्। कमेन्टमा लेख्नुहोस्, परिवर्तन सम्भव छ। र यस्ता प्रेरणादायी कथाहरू सुन्न च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यो सन्देश अरूको जीवनमा पनि पुग्न शेयर गरिदिनुहोस्। धन्यवाद।